आमा त्यो त कहाँ बजार कामै हैन हेर्न सक्नुहुन्छ गाइजहरू हाम्रो मित्रहरू हाम्रो चण्डिकाजीको डान्स यो ल है डिजे राम्रै देखियो बाटो हेर्नु नि यस्तो खाया के खाले बाटो यहाँ हेऱ्यो भिड त्यहाँ हेऱ्यो भिड हेलो गाइज वेलकम टु न्यू भिडियो अनि आज चाहिँ जाँदैछौँ हामी देवचुली गाइज हामी देवचुलीको लागि चक्लेटको अंश बन्द भइरहेको गाइजहरू चितवनबाट चाहिँ हामी गएको 221 निस्केको थियौँ गाडी चढेको थियौँ अनि यहाँ देवचुलीको त्यो चोकमा आउँदाखेरि चाहिँ 3:15 भएको थियो अनि त्यसपछि आउने बित्तिकै गाडी भेट्यौँ खाजा अन्त गाडी भाग्छ भनेर एक घन्टा त्यही बस्यो होइन अनि त्यसपछि कति 4 बजीतिर त्यहाँबाट गाडी हिँड्यो अनि अहिले चाहिँ हामी अन द वे टु देवचुलीको डाँडातिर हौँ अब यो गाडी चाहिँ यहाँदेखिबाट सिधै माथिसम्म जान्छ भने अनि त्यसपछि चाहिँ 1 घन्टा हिँड्नुपर्छ भने अब हेरौँ है के हुन्छ कतिखेर सकेसम्म पानी नपर्दै हुन्छ जुत्ता पुरै भित्र जुत्ता कपडा सब भित्र अँधेरो हुन्छ भने टेन्सन लाग्यो मलाई चाहिँ मोबाइलको लाइटले जति देख्यो त्यति देख्यो हजुर माथिबाट भ्यू राम्रो देख्यो त्यस्तो अँधेरो तल लाइट गरेको त्यही हुन्छ बाई परदेशी नानीहरू आइसके विदेशी चितवनका विदेशी नागरिकहरू यहाँ हामीलाई गाडीले यहाँ छोड्यो हाम्रो गाडी उता त घाम लाग्यो यता कति शीतल हो अहिले पिरो पर्दैन ल अब हामी चाहिँ है उतानिर ल्यान्ड भयो भने प्लेनबाट हाम्रो प्राइभेट जेटबाट अब चाहिँ हामी यहाँबाट गएर यत्रो पुरै होइन हिँडेर होइन यहाँदेखिबाट उता पुग्ने प्रेरणाले ब्राइटनेसबाट भन्ने तर प्रेरणालाई के थाहा यो मोबाइलको खोट होइन है यो मोबाइलको खोट होइन यो कालो मान्छे कालो देखिन्छ गोरो मान्छे गोरो देखिन्छ म त गोरो तिमीहरू कालो केही भन्दिनँ म भन्छु नि त फेरि प्रेरणा गोरो देखियोस् कि हेर हेर म मेरो टी सर्टले तँलाई लाइटिङ दिन्छु हेर म ब्राइटनेस बढाइदिन्छु ल यिनीहरू आफू काला खान हेर्नु के गर्ने मसँगै हिँड्के बिस्तु त पनि ग्लो भएको गोरी देखिन्छ यिनीहरू कलौटी हाल्छ रमाइलो गर्थ्यो हिँड्ने हो कि प्रेरणा हेर यो होइन डाँडाभरिमा होइन तल डाँडा ए त भाइहरू भए पुगिसकेको छ नि भाइ नि त हामीभन्दा अगाडि आएको
अघि त क्यामेरा अफ गरेर कहाँ पुगेको थिइस् विष्णु त देखियो विष्णु इनभिजिबल भयो ल है त विष्णुले फोन नचलाइकन हिँडेको कहाँसम्म पुग्छ है त कति छिटो हिँड्छु ल ल विष्णु बनाइन भिडियो तेरो त्यो सबै गीत हामीलाई चाहिन्छ डाउनलोड होइन भने चाहिँ प्रेरणाले गाएर प्रेरणाले गीत गाउँछु रे प्रेरणाले गीत गाउँछु मेरो ठाउँमा सराइजन भेट्छ तिमीहरूले कहाँ ठाउँमा के गीत हो ए यसले स्पिकर ल्याएको रे मोबाइलबाट बजा है स्पिकर बोकेको के काम हेर हेर माथि चाहिँ अलिक जाडो रहेछ यार म त गुस बम्स आयो पानी उम्रेको देख्यौ कहिले पानी देख्न पार्छ गरे भाइ छ्या गाजलुती ठुला ठुला आँखा गाइज म चाहिँ यता हिँड्दैछु हाम्रो केटीहरू उता पछाडि छन् उहाँ 4 जना कराउँदै हेबहरू बाइक आयो भनेर भागेर डिसिप्लिनमा बसेका अरे हाम्रो केटीहरू यिनीहरूको झगडा छोडौँ गाइस यताबाट यिनीहरूको झगडा राख पानी भेट्यो चम्चिका पलाको पानी उम्रेको पानी उम्रेको भन्छ कसरी पलाएको भन्छ ल है त अर्ग्यानिक अर्ग्यानिक त होइन तर पानी चाहिँ अर्ग्यानिक प्रेरणाको बारीको स्याउ उम्रेको पानी प्रेरणाको बारीको स्याउ खाँदै जानु सकौँला त सक्दिनँ मैले धोइरह मात्रै हो न त्यही पनि पानीको छुन्छ यहाँ रोल्पाको स्याउ भनिन्छ आफ्नो त नाम पनि लिन भएन अर्को चाहिँ घर पनि भन्छ विश्राम गरे हाम्रो केटीहरू यहाँ त्यहाँ पनि बस्ती ह त्यहाँ पनि बस्ती ह उता उता पुरै सायद भोलि अझै राम्रो देखिन्छ होला यसो क्लाउडस भएपछि अनि यता पनि देख हामी खासमा त्यहाँ यतादेखि उहाँबाट आएको खासमा तर क्लियरली देखेन हाम्रो डेस्टिनेसन उहाँदेखिबाट त्यो डाँडा थुप्पा होला सायद माथि त्यही चुचुरोमा पुग्ने हामी भोलि चाहिँ ल जाम गाइज अब हिँड्छौँ फेरि एकैछिन गाइजहरू म फेरि गीत बजाउँदैछु हाम्रो यात्रा हेर्नुहोस् रमाइलो भइरह रमाइलो नि भयो अहिले हामी हिँड्न सक्यौँ भने चाहिँ हाम्रो ट्रेकिङ जाने सकिन्छ भन्छ सबै भारी बोकिदिन्छ तँलाई नि बोकेर लैजान्छ सबै तँलाई नि बोक्छ त्यहाँ छोराछोरी तिनीहरूलाई नि बोक्छ 1 घन्टा हिँड्यौँ होइन अनि हामी चाहिँ सबभन्दा लाइक टपको होमस्टेमा बस्न आएको अनि त्यसपछि लाइक 1 घन्टा होइन 1.5 घन्टा 2 घन्टै 2 घन्टै हिँड्यो मलाई सायद मलाई त्यस्तै लागिरहेको त्यति हिँडेपछि चाहिँ बल्ल अलिकति गतिले हिँड्ने ठाउँ उहाँ भराङ खायो यहाँनिर चाहिँ ल गाइजहरू हामी चाहिँ आउँदैछौँ यो भर्याङ चाहिँ धेरै छ जस्तो छ एउटा होमस्टे यहाँनिर छ है हजुरहरूले देख्न सक्नुहुन्छ अनि एउटा चाहिँ त्यहाँ पनि छ हामी चाहिँ अब त्यो सब छोडेर यतातिर आयौँ सबभन्दा टपको होमस्टे होइन माथि हामी चाहिँ अलिक इनर्जेटिक भएको भएर त्यहाँसम्म जान्छौँ भन्ने छौँ त्यस्तो चाहिँ नभन म भोलि दुःख हुन्न अलिक छिटै
मर्निङमा छिटै माथि भ्यू हेर्न जानु पाइन्छ कि भनेर चाहिँ हामी चाहिँ अझै दुःख गरेर सबभन्दा माथि हिँडेको चाहिँ सबभन्दा माथि पुरा लाग्यो माई गड Hello guys, good morning. Hello, good morning. Good morning. Good morning from Dekchuli. देवचुलीको डाँडा हामी चाहिँ बेलुका होमस्टेमा बसेर खाना खायौँ अनि आज मर्निङ कति बज्यो 5 साढे 5 बजीतिर चाहिँ अब हामी माथि डाँडाको लागि हिँड्यौँ भन हामी जाने चाहिँ यहाँनिर हो यो डाँडातिर यतातिर ल अब तल नि हो अब चाहिँ हामी होमस्टेबाट हिँड्यौँ अब पानी नपर्दै हुन्थ्यो भनेको पानी पर्ला जस्तो गरे हो अब त्यही हो बाई सुइन डाँडा हो क्या भ्यू त कस्तो राम्रो छ क्यामेरा के अरे क्यामेरा क्यान नट जस्टिफाई द भ्यू त्यही हो ब्याक क्यामेरा गरेर देखाउँछु म भ्यू यो तल चाहिँ हाम्रो होमस्टे है यहीँ बसेको हामी मिठो थियो राम्रो थियो खाना नि अनि यो चाहिँ भ्यूहरू डाँडा अनि उता लाइक उतानिर भर्याङ होइन हो यो भर्याङबाट चाहिँ हामी यो होमस्टे आएको राति 7 बजीतिर हो क्या अनि उतातिर गाउँ हो यतापट्टिको डाँडा चाहिँ छेकियो यो गजलले अहिले माथि गएपछि देखाउँछु दुईटीमा माथि पुगिसकेँ अब हामी पनि छिटो हिँडौँ पानीमा नपरौँ भन मस्त हावा चल्यो है अनि पानी परेको भएर जुगाको चाहिँ टेन्सन हुन्छ बिहान बिहानै मेरो खुट्टामा जुगा टाँसेर आफै फालेको अब मसँग खायो एप्पल अब हामी एकछिन एप्पल खान्छौँ एप्पल ब्रेक This is the view which we need. हिँड्न अड्के गाइज स्ट्रगल जारी छ यस्तो सिधै ठाडो रहेछ नि प्रभु हाम्रो दुईजना मित्रहरू हिँड्दा हेरौँ न हामी चाहिँ यहाँ पर्खिदियो हाम्रो Look at the view. गाइज यहाँ जुका जिक्ने स्ट्रगल भइरह यति जुगा यहाँ सब कि त लङ होइन लङ सुरुवाल प्यान्ट होइन लङ मोजा यी चन्द्रिका मेरो त्यहाँ लौरीमा टाँसेला हामी डर थाहा पाइहाल्यो विष्णु चाहिँ यहाँनिर चाहिँ जुगा एक्सपिरियन्स बेसी नबस जुका ग्रस्थित छैन नि तँलाई त एउटा पनि परेन के विष्णु फाल्यो भर्खर त्यहीमा रेनकोट हामी चाहिँ माथि आइसक्यौँ हेर यस्तो जाडो अनि पानी पर्यो हाम्रो रेनकोट लाम हामी चाहिँ मिसम्याच भयौँ नि तिनजनाले चाहिँ डिसाइड गरेर टट्टीहरू निला टोयलेट के होला के बाथरुम साग निकाल दिया इसने. मैंने ब्लूबेरी खाकर ब्लूबेरी निकाल दिया. गाइस हमने पहले फर्सी खाया. म पानीको छिटा जुवा चाहिँ लास्ट चाहिँ है माथिसम्म हुने मोजा न त तलपट्टि सुरुवाल कि त पेन्ट लगायो भने चाहिँ तल लाइक जगर्स टाइपको लगाउँदाखेरि बेस्ट हुन्छ है जुगाले हैरान बनाउँछ. गाइजहरु अब चाहिँ माथि भ्यू इन्जोय हैन जुका इन्जोय गर्न आको आदि टाइम चाहिँ यहाँ जुका देखेर बढाएर तर्सेर
I'm running. हेर त यहाँ जुगा त थाहा पाइन्छ लुकेर त बस्दैन ल भ्यू है आयो हामी कहाँ आइपुग्यौँ थाहा छैन कहाँ हो टाढा हेलो हामी त्यहाँदेखि यहाँ आइसक्यौँ त्यहाँदेखि हेरेर त्यो तलदेखि घाँटीमा भोलि आयो थाकिए भाइ तर यहाँ माथि आउन यति गाह्रो घाँस काटिदिन्छन् यस्तो मौसम हामी यहाँ भ्यू कस्तो लाग्यो भनेर सोध्नुहुन्छ नि मलाई थाहा छैन जुगा कस्तो लाग्छ नि मलाई थाहा जुगा 10 on 10 हावा पनि 10 on 10 फोकस अन जुगा आई फिल लाइक रेनकोट भइहाल्यो होइन त्यसपछि जुगा मार्ने लाइक मच्छरहरू किराहरू धपाउने चाहिँ केही बोक्दाखेरि नै राउन्ड हुन्छ यहाँ चाहिँ मन्दिर आयो टेम्पल आयो गाइस टेम्पल जाने हो यही हो होइन चाहिँ छ यो टेम्पल हो क्या हो यो टेम्पल हो त्यहाँ गुफा जस्तो यहाँनिर चाहिँ टेम्पल हो यसरी गयो भने चाहिँ त्यहाँनिर चाहिँ पूजा गर्ने ठाउँ र त्यहाँनिर चाहिँ गुफा खालको यो एरियामा गुफा हामी चाहिँ गएनौँ नजाने कि अलि हो त्यहाँ झन् जुगा होला त्यहाँनिर भ्यू टावर तर त्यो भ्यू टावर छ चाहिँ छैन गोरु चढ्दै छ देख्नुभयो क्या त्यहाँ गोरु चढ्दै यस्तो को मलाई भिडाउने हो आशा छ कि एकछिन चुप लाग्दा दिनसम्म चाहिँ घाम लाग्छ कि भन्ने चाहिँ हामीले उ गऱ्यौँ के भन्छ नि आशा राख्यौँ आयो कता कता भिजा आयो बाटो यस्तो हो पानी परेको बेला चाहिँ चिप्लिने लास्ट डर हुन्छ है रातो माटो चिप्लो बाटो टाढै जाओस् भगवान बचाले माटो सुकोस् होइन पानी धेरै नपरोस् ए कति राम्रो भ्यू आई लभ यु देउसी रे हो योभन्दा माथि त जान्नु ओ माई गड चिप्लो है गाइज घाँस मात्रै हो त्यहीँ चिप्केर बसेँ ल अलिकति माथि आयो योभन्दा अझै माथि जाने है हामी चाहिँ गाइज पानी खाने विश्राम भइरह हाम्रो गाइड पप्पु कस्तो मजाले बसेर रहेछ यार हाम्रो हाम्रो गाइडहरू छ पानी भन्दा पनि ठुलो हो जस्तो कि काँक्रा खाँदै खाने गाइजहरू थ्याङ्क यू गाइजहरू यस्तो भ्यूमा आएर हामी चाहिँ के खाँदैछौँ काँक्रा खाँदै चियर्स ऊ त्यो हाम्रो टेरेस हाम्रो साथी हो
होइन तेरो समाचार भन्छु तिमीहरू नाचाओ के गाइजहरू हामी यति माथि आइसक्यौँ गाइज लिटरली हेर्नुहोस् हो त्यो बादलदेखि पनि माथि छौँ क्या मेरो वी आर अबभ द स्काई क्यान यु बिलिभ गाइज वी डिड इट नसके भन्दा भन्दैन आइपुग्यौँ यार बाटो हेर्नु न यस्तो छ यहाँ के खाले बाटो हो यहाँ हेऱ्यो हाम्रो केटीहरू यहाँ यस्तरी बसिरहन् गाइज खाजाको चटपटको तयारी भइरहेको ग्यास्ट्रिकको मात्र खाइदिए केही नआधै खानुपर्ने हो ग्यास्ट्रिकको म त हिजै 2टा खाइदियो ब्याक टु ब्याक त्यही भएर रियाक्सन देख्दै थियो प्रेरणा मेरो आइरन पनि थियो नि त मेरो कपाल रोशनीजीले बनाउँदै हुन्छ विश्व श्रेष्ठजी चाहिँ कहाँ उभिएको मैले बनाएन फेस मात्रै यत्रो काटेको देखिने गर्न त हुनु बनाउँदै सबै रोसलाई दिन्छ हाम्रो आदरणीय उहाँले चाहिँ सब थोक बनाउनु भएको हो त्यहाँ हाम्रो एकजना चाहिँ यस्तो गर्दै हुनुहुन्छ यहाँ चाहिँ हाम्रो अर्को भिडियो बनाउँदैछ केही काम पायौँ त्यही हामी जाम र बिस्कुट खाँदैछौँ खास गरी ब्रेडसँग खाने भनेको ब्रेडै ल्याइदिने न्यू इन्भेन्सनलाई खाइदियो त टेस्ट गरेर भन्न कस्तो छ ल रियाक्सन भिडियो ब्रेड र जाम खाने भनेको यसलाई भनेको यसलाई भने यसले बिर्सियो अनि मैले चाहिँ बिस्कुट र जाम म्यासेज गरे ग्रुपमा मेसेज गरेर छोडिदिए अनि रोशनी र मैले आइडिया नयाँ इन्भेन्सन निकालेको टाइगर बिस्कुटमा जाम हालेर खाने हिट भयो यहाँ फ्यानहरू हाम्रो यो उसको के भन्छ अरे यो आविष्कारको फ्यानहरू यिनीहरू विष्णु मिठो त के थिएन अन्त टाइगर बिस्कुट र जाम हालेर खाएको मिठो थियो के को टेस्ट आएको थियो जबरजस्ती भन्न लाग्छ होइन सुरुमा जामको टेस्ट आउँछ ओभन वेमलिङली सुरुमा जामको टेस्ट आउँछ होइन म काट्दै सुरु हात तर पछि चपाउँदै जाँदाखेरि लास्टमा चक्लेटको बा जापानिज बोल इङ्ग्लिस छोड्छ पाले यहाँ पानी झर्ना नि हुनुपर्ने हो कि मेरो चस्मामा किरा बस्छ नि मेरो किरामा चस्मा बस्छ प्रेरणा चाहिँ सिकिस्तै भए प्लास्टिकको कपडा किनौँ कि एउटा तलमाथि सबै सेटै जहाँ त्यही लाउनु सिलाउँ न के को किनायो र सिला न ऱ्याङ्कन भइहाल्यो त माथि र तल रेनको तले ओपन भयो कि अर्को जुत्ता हाल्को काट्ने नि त अनि काट्ने अनि साइडमा सिलाइदिने बाटोमा भयो बिस्रब काटेर यत्रो बनाउने अनि त्यसपछि नि साइडमा चाहिँ नि ऊ हानिदिने कि लाइक घटाइदिने कि साइज अनि अरू त एक्स्ट्रा अनि काटिदिने टिपिक्क भइहाल्यो नि के भन्छ लेगिज जस्तो के मोजा पनि हो नि त्यो पनि हो नि हो त्यस्तै बनाऊँ कि अनि यहाँ मोजा देमटीको स्पाइडरम्यानको ड्रेस भन्छ यहाँसम्म जुगा नि लाग्दैन घाँस पनि चिलाउँदैन भिडियो फेरि मैले धुन नि सजिलो एउटै कपडा मोजा नि परेन स्पाइडरम्यानको कपडा लाएर जानुपर्छ कस्टमाइज गर्नु बिजनेस गराउँछ कि त्यो त्यसकै स्पाइडरम्यान युनिफर्म यो हामी जस्तो डरपुक बिजनेस गर्ने मान्छेको छाटका हेर्नु होइन गाइज म एकदम लम्पसार परी तापेको मैले गाइज हाम्रो देवचुलीको डाँडाको सफर सक्यो यहीँ म र विष्णु चाहिँ लास्टमा फोटो भिडियो खिच्नको लागि 3जना केटीहरू निस्किसक्यो अगाडि म र विष्णु मात्र हो ल बाई बाई अब तल झर्दै गर्छौँ जुगा कति भेटिने हो अहिले टेन्सन लगाइसक्यो डर लगाइसक्यो मलाई चाहिँ त्यति हो ल अब अहिले पछि भेटौँ ल बाई बाई दिस इज देवचुलीको डाँडा यसरी चाहिँ माथि भयो यहाँ तलबाट आउनुपर्छ है गाइस मान्छेहरू सबै तलबाट आइरहन् त्यहाँबाट झिक ज्याग गर्दै अनि यहाँबाट हुँदै दिस वे अनि
यहाँनिर के भन्छ भ्यू टावर छ सानो यता डाँडामा चढेर भ्यू टावर त चढ्नु पर्दैन त्यही भएर सानो बनाइदियो अनि त्यसपछि चाहिँ यसरी गएपछि चाहिँ त्यहाँसम्म हो अनि त्यसपछि तल जान मिल्छ क्या हो धेरै चाहिँ छैन आई फिल लाइक माथिभन्दा पनि तलै नै भ्यू राम्रो जस्तो लाग्यो मलाई चाहिँ घरि घाम लाग्छ घरि बादल लाग्छ लाइक मौसमको चाहिँ ठेगान एउटै हुन्छ भने चाहिँ ठेगान हुँदैन माथि चाहिँ अघि हामी खै हाम्रो चाहिँ यहाँ कुकुर हाम्रो गाइड चाहिँ यहाँ हामीलाई कुर्दै हुनुहुन्छ दुईजना मित्रहरू उहाँबाट आउँदै हुनुहुन्छ अझै पनि हाम्रो चाहिँ यहाँनिर ड्रेस चेन्ज भएर हाम्रो चाहिँ फोटो सेसन चल्दैछ उहाँ हुनुहुन्छ हाम्रो मगर्नी नानी जब तल झर्न लाग्यो लास्टै गाह्रो हुने रहेछ जिगज्याग घुमेर फेरि उता भ्यू हेर्नु ल भ्यू तल हेर्नुहोस् माथि भ्यू टावर रोशनी यस्तो बाटो हो गर्दै ल बाटो लास्टै गाह्रो पुरै भिडियो चाहिँ हुँदैन त्यही त्यति क्लिप यस्तो बाटो डान्स हेर्नुहोस् है डान्स हेर्नुहोस् यो हो हाम्रो चन्द्रिकाजीको डान्स यो ल है डिजे राम्रै देखियो यु ल दुईजना खै ओ हाम्रो एकजना उस पनि हुन्छ साथी अर्को साथी बाटो हेर्नुहोस् न यार ल है गाइजहरू हामी फेरि यहाँ आइपुग्यौँ ओ माथिदेखि देखो भाइ देखो क्या गुन्डे बनेको ये लोग त्यसलाई अनि हाम्रो चाहिँ डान्स फेरि है गीतमा अब यस्तै हो हामीहरू मस्त नाच्दै हिँड्छौँ सो द्याट हामीलाई जोस जागर आइरहोस् उहाँ अर्को ट्यापे हेर्नु भयो ट्यापेज्यूलाई ओ यो यहाँदेखि अब त्यहाँदेखि कता अब गाइजहरू हजुरलाई थाहा चाहिँ छैन यो चाहिँ ऐसेलुको बोट हो होइन ऐसेलु त देख्नु भएको होला सायद काँडा हुन्छ कति मिठो तर मलाई चाहिँ मनपर्छ जङ्गल फ्रुट्स मध्ये सबसे फेभरेट यही ऐसेलु होला अरू चाहिँ मन पर्दैन अब हाम्रो डेस्टिनेसन गाइज उहाँ अब यो भित्रको यो जति पनि जङ्गल छ नि त्यहाँनिर चाहिँ यो लालीगुराँसको बोट होइन त्यहाँनिर चाहिँ यस्तो धेरै जुका छ ऊ ताता चोर जस्तो देखियो म झन् आई डोन्ट केयर आई लाइक इट माइ गेट अप क्या हिँडाइछु मटक के तेरी कमरिया टुङ टुङ कमरिया कमर मर्का न वाह हेरे हो साउ देखाउ तँलाई देखाउँछु ल भयो यिनीहरूले चाहिँ यसो आउँदै हुनुहुन्छ होइन लालीगुराँसको त्यो माथिको रुखमा त अरू कुनै पनि लालीगुराँसको रुख होइन यसको गाइजहरू हेर्नुहोस् अब रिभर्स हिँड्ने बेला भइसक्यो किनभने मेरो साथीहरू अत्यन्तै थाकिसके जोसमा त म मात्रै छु होला यार जोस हो जोस रोक्ने एकछिन यिनीहरूको यहाँ बनाइदिन्छु त्यो बेला ल हामी चाहिँ होमस्टेबाट निस्क्यौँ ल गाइज बाई बाई थकी पीडित अवस्थामा निस्क्यौँ यो हाम्रो चन्द्रिकाजी कहाँ पुगिसक्नुभयो
दाजुहरू यति भन्दा पनि अब सुन्नु भएको छैन थाहा छैन। हामीले चाहिँ रोक्नलाई यति मेहनत गऱ्यौँ, हामीलाई छोडेर गए। बाख्रा नि आइदियो। रोक्न त्यसको अगाडि गएर नि बजाउने कि अलिकति टाढैबाट बजाउने। र गाइज हामी फर्किँदैछौँ गाडी भतिर है, तर खासै घाम चाहिँ होइन, मौसम अनुसारले चाहिँ जस्तो ठिकै छ, हिँड्न सकिनेछ। गर्मी त अब अफकोर्स भइरह हिँड्ने छ, तर त्यस्तो हाई गर्मी चाहिँ होइन। त्यहाँ दामी बजार देखिया छ। अनुहार त कालो देखिएला, त्यो पनि सिन हेर्नुहोस्। फेरि बजाम। चन्द्रिका भेट्टे जस्तो छ है गाइस, रोकिनु। फाइनली चन्द्रिकालाई हामीले भेट्टाउन सफल भयौँ। अब सब केटीहरू साइलेन्ट भयो। यस ब्रो। ल गाइस हामी चाहिँ हिजोको गाडी चढेको गाडीबाट झर्ने ठाउँमा आइपुग्यौँ। अब यहाँ अब गाडी वेटिङ गर्छ, अनि त्यहाँपछि हामी यहाँ चाहिँ 2 बजे मात्रै आउँदो रहेछ गाडी। लिमिटेड टाइम हुँदो रहेछ, कुनै बेलामा मान्छे भयो भने आउँदो रहेछ, आउने जाने चाहिँ गर्दैन। नत्र एकचोटि चाहिँ दिनको एकचोटि अथवा 2 चोटि भन्दा चाहिँ आउने जाने आउँदैन रहेछ, गाडी हिँड्नु नहुँदो रहेछ। गाडीमा आउँदै हुनुहुन्छ भने चाहिँ बी केयरफुल, अलि टाइममै छिटो निस्केको ठिक, नत्र बिहानै आएको ठिक हुन्छ होला सायद। आइपुगेको थियौँ, नत्र भए त अँधेरो हुन्छ कि फेरि जाँदा जाँदै। अटोबाट आयो भने 3 घन्टा हिँड्नुपर्छ अरे, यहीँ होमस्टेहरूसम्म आउन पनि, पोखरसम्म आउन। डल्लै झारिदिन्छ होला कि सायद, त्यो जति पिछ नि त्यतिसम्म ल्याइदिन्छ, त्यसपछि चाहिँ नि झारिदिन्छ जस्तो लाग्यो नि, त्यहीँबाट हिँड्दै जाने। त्यही भएर 3 भयो। यो माथिको बाटो धान्दैन। अब आफ्नो साधनमा आउनुहुन्छ भने त झन् मजै भयो। तर स्कुटी बाइकमा आयो भने चाहिँ 2 जना चाहिँ झ्याउ हुन्छ, जना चाहिँ जान्छ, पछाडि बस्ने मान्छे चाहिँ तपाईँ कतिको चलाउन कम्फर्टेबल हुनुहुन्छ त्यसमा भर। त्यो पनि भनेको त बिस्नु बाटो कस्तो छ त्यहाँ, एकजना चाहिँ पछाडि बस्ने चाहिँ हिँड्नुपर्छ चाहिँ होस्, 2 जना भयो भने चाहिँ। त्यो बिचमा कस्तो चुच्चो जस्तोमा हिँड्नुपर्छ 10 आधी घन्टा जति। बाइक स्कुटी जाने चाहिँ जान्छ, तर पछाडि बस्ने मान्छे चाहिँ हिँड्नुपर्छ। त्यही हो। ल अब हामी लास्टै थाक्यौँ, अब एकैचोटि नारायणघाट पुगेपछि भिडियो बनाउँछौँ होला सायद। बाई। नारायणघाट पुगेर भिडियो बनाएन भने चाहिँ यही हो इन्डिङ। बाई ल। आउँदैछन्, सबै थकित छन्। हामी गाइस यो सबसे अल्को चुचुरो त्यो बादल उड्दै गरेको डाँडामा पुगेर आएको हो। आज चाहिँ हामी हिजो पोखरी भन्ने ठाउँमा आइपुग्यौँ। अब आजको भिडियो चाहिँ बाई बाई इन्डिङ हुन्छ होला। अब नारायणघाट भेट्यो भने भेट्यो, भयो भने भयो, नत्र छैन। बाई गाइस, बाई बाई। लास्टसम्म हेरिदिनुहोस्। धन्यवाद। कमेन्ट पनि गर्नुहोस्।
आजै नै दर्शकबिनहरू हेर्नुहोस् हामी यस्तो कठिन बाटोबाट पनि हामी यहाँसम्म आइपुग्यौँ हाम्रो ऊ तलदेखि हामी यहाँसम्म आइसक्यौँ तर पनि हामी थाकेका छैनौँ हामी निरन्तर हिँडिरहेका छौँ त्यसर्थ हामीलाई ताली बजाइदिनुहोस् लाइक कमेन्ट र सब्सक्राइब गरेर हाम्रो भ्यू बढाइदिनु होला धन्यवाद बाई बाई ल